साथीहरू, आज म एकदमै धेरै दुखी छु र अत्यन्तै दुःखद खबर लिएर आएको छु। यो जो फोटो भिडियोहरू तपाईँहरूले देखिराख्नु भएको छ, मेरो प्रिय साथी विजय घिमिरे विश्वकर्मा उहाँको निधन भएको छ। दलित समुदायबाट हाम्रो सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो व्यक्ति हो उहाँ। एकपटक होइन, तीन पटक सगरमाथा चढ्नु भएको छ। सगरमाथाको चुचुरोमा हाम्रो पहिचान, हाम्रो शान, खुकुरी र हाम्रो नेपालको झण्डा फहराउने पहिलो व्यक्ति हो उहाँ। 60 लाख दलितहरूको लागि एउटा प्रेरणाको स्रोत हो। 3 करोड नेपाली जनताको लागि उहाँ एउटा व्यक्ति होइन, पहिचान हो। एउटा व्यक्ति होइन, इतिहास हो। एउटा व्यक्ति होइन, विचार हो। तर आज यस्तो विशाल मान्छेले चाहिँ हामीले गुमाएका छौँ साथीहरू। एकदमै दुःखद क्षण। आफ्नो व्यक्तिगत इच्छा चाहनाहरू सबै कुरा त्यागेर राष्ट्रको लागि, देशको लागि केही गर्नुपर्छ भनेर अभद्र रात दिन खटिने एउटा विशाल सोच भएको व्यक्ति आज हामीले गुमाएका छौँ। वर्षौंदेखि हामी सँगै समाज सेवादेखि जेल नेलहरूसम्म सबै कुरा हामीले भोगेका छौँ। कोरोना भाइरसको त्यो महामारी, त्यो लकडाउनमा पनि हामीले समाजसेवा गर्दै गर्दा केही विपक्षी विरोधीहरूले चाहिँ हामीमाथि भए नभएका मुद्दाहरू लगाएर हामीले 3 दिनसम्म जेल पनि हालेका हुन्। हाम्रो हातमा सँगै हतकडी पनि लागेको थियो। यो कुरा सबैले थाहा छ, सबै अभियन्ता साथीहरूलाई थाहा पनि छ। र आज यस्तो राम्रो मिलनसार साथी चाहिँ मैले गुमाउनु पर्दा चाहिँ मलाई अहिले पनि छाँगाबाट खसे जस्तो भइरहेको छ। मैले यो घटना विश्वास गर्न सकेको छैन। उहाँको मसँग फोन नम्बर छ, हामीले भेटेका पटक पटक खाजा नास्ता खाएदेखि उहाँ 3 पटक सगरमाथा चढ्दाको अनुभव भने जसरी सुनाउनुहुन्थ्यो, कसरी चढ्न सकिन्छ सर भनेर जसरी हामी सोध्थ्यौँ, उहाँले आफ्नो अनुभव सुनाउनुहुन्थ्यो, त्यो कुराहरू अहिले पनि मलाई झल सम्झिरहेको छु। तर अब सदाको लागि उहाँ चाहिँ कहिल्यै नफर्किने गरी गइसक्नु भएको छ। उहाँको नम्बरहरू सेभ छ, उहाँको फोन मेसेन्जरहरू सबै कुरा हामीसँग छ। तर अब कहिले हामीले चाहिँ उहाँलाई देख्न पाउने छैनौँ। एकदमै दुःखद खबर आज म सुन्दा पनि झसँगै भएको छु। मलाई यो घटना पत्याउनै गाह्रो भइरहेको छ। अहिले पनि उहाँ जिउँदै हुनुहुन्छ जस्तो भइरहेको छ। र यो घटना घटेको केही समय भइसक्यो, तर मलाई अझै पनि राम्रोसँग विश्वास लागेको छैन। ल हेर्नु त, एउटा यति ठुलो इतिहास बोकेको मान्छे, जो 60 लाख दलितहरूको एउटा पहिचान, 60 लाख दलितहरूको एउटा इतिहास बोकेको मान्छे आज यसरी ढल्नु भएको छ। यो एकदमै ठुलो दुःखद खबर हो। सबैले कमेन्टमा हार्दिक श्रद्धाञ्जली अर्पण गरिदिनु होला।